कहिलेकाहीँ यस्तो हुन्छ नि, जीवनमा सबै कुरा ठिकठाक चलिरहेको हुन्छ, तर एउटा सानो समस्याले पुरै दिन नै खराब गरिदिन्छ। यस्तो किन हुन्छ होला? यसको एउटा मुख्य कारण हो मानसिक शक्तिको कमी। त्यसैले आज हामी मनलाई बलियो बनाउने 6वटा स्तम्भहरूको बारेमा कुरा गर्दैछौँ। त्यसो भए एउटा महत्त्वपूर्ण प्रश्नबारे सोचौँ। जब हाम्रो मन कमजोर हुन्छ तब आखिर हुन्छ के? यसले हाम्रो सम्बन्ध, काम र समग्र जीवनमा कस्तो असर पार्छ? आउनुहोस् यसलाई अलि गहिरिएर हेरौँ। यो स्लाइडले मनका दुई अवस्थाहरूलाई एकदमै राम्रोसँग देखाउँछ। एकातिर छ सिसा जस्तो कमजोर मन, जुन सानो ठेस लाग्दा पनि चकनाचुर हुन सक्छ, अनि अर्कोतिर छ पहाड जस्तै अटल मन, जसलाई कुनै पनि आँधीले हल्लाउन सक्दैन। र खुसीको कुरा के हो भने हामी सबैले आफ्नो मनलाई यो दोस्रो अवस्थामा पुर्याउन सक्छौँ। ल, आजको हाम्रो यो चर्चामा हामी मनलाई बलियो बनाउने 6वटा शक्तिशाली तरिकाहरू सिक्नेछौँ। र अन्तिम तरिकामा विशेष ध्यान दिनु होला है, किनकि यो त्यस्तो कुरा हो जसलाई धेरैले वास्ते गर्दैनन्। ल, हाम्रो यात्रा सुरु हुन्छ हाम्रो आफ्नै भित्री संसारबाट, जहाँ हाम्रा विचार र भावनाहरूले हाम्रो वास्तविकता बनाइरहेका हुन्छन्। यही हो मानसिक शक्तिको जग बस्ने ठाउँ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण स्तम्भ हो आफ्ना भावनाहरूलाई स्वीकार्न सिक्नु। यो नै मानसिक शक्तिको जग हो। जब जिन्दगीमा अलिकति गाह्रो समय आउँछ, मनमा यस्तै आवाजहरू आउन सक्छन् हैन त? म कमजोर भएँ, म असफल भएँ। यो एक स्वाभाविक मानवीय अनुभव हो, तर यो नै अन्तिम सत्य होइन। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने मानसिक शक्ति भनेको भावनालाई दबाउनु बिल्कुल होइन, बरु त्यसलाई बुझ्नु हो। दुःख, डर वा निराशा महसुस गर्नु कमजोरीको सङ्केत होइन, यो त केवल मानवीय हुनुको एउटा प्रमाण हो। अब जाउँ दोस्रो स्तम्भमा, जसले हाम्रो भित्री संवादको शक्तिलाई देखाउँछ। आफ्नो सेल्फ टक मतलब आफैसँग गर्ने कुराकानीलाई सकारात्मक बनाउने। एकछिन सोचौँ त, दिनभरि हामी आफैसँग के कुरा गर्छौँ? यदि मनमा म सक्दिनँ जस्ता कुरा मात्रै चलिरहन्छन् भने त्यो त मनको लागि विष जस्तै हो। तर राम्रो कुरा के हो भने हामी यो दिशा बदल्न सक्छौँ। म सक्दिनको ठाउँमा म प्रयास गर्दैछु, म सुध्रिँदैछु भन्ने बानी बसाल्दा सोचाइमा आकाश जमिनको फरक पर्छ। शब्दहरूमा मनको दिशा बदल्ने शक्ति हुन्छ। अब हाम्रो ध्यान भित्री संसारबाट बाहिरी संसारतिर लैजाउँ र हेरौँ एउटा बलियो मनले चुनौतीहरूलाई कसरी हेर्छ। तेस्रो स्तम्भ हो ती कुराहरूमा मात्र ध्यान दिनु जुन साँच्चै हाम्रो नियन्त्रणमा छन्। के कसैलाई थाहा छ हाम्रो धेरैजसो तनावको कारण के हो? यो चार्टले एउटा अचम्मको सत्य देखाउँछ। हामी आफ्नो 80% एनर्जी, आफ्नो शक्ति ती कुराहरूमा खर्च गर्छौँ जुन हाम्रो कन्ट्रोलमै छैनन्, जस्तै अरूले के सोच्छन् वा गर्छन्। र यहाँ एकदमै राम्रोसँग देखाइएको छ कि हाम्रो नियन्त्रणमा के छ त? हाम्रा सोच, हाम्रा काम र हाम्रा प्रतिक्रियाहरू। जब हामी आफ्नो ध्यान यिनै कुराहरूमा लगाउँछौँ, मन आफै शक्तिशाली बन्दै जान्छ। चौथो स्तम्भले हाम्रो दृष्टिकोण बदल्न मद्दत गर्छ। हरेक कठिनाइलाई एउटा सिक्ने मौकाको रूपमा हेर्ने। यो भनाइलाई एकछिन मनन गरौँ त। जीवनमा आउने हरेक ठेस सजाय होइन, बरु एउटा पाठ हो। आजको पीडा भोलिको शक्तिको स्रोत बन्न सक्छ, तर त्यसको लागि हामीले सिक्ने इच्छा राख्नुपर्छ। अब हाम्रो अन्तिम खण्डमा हामी दुईवटा बिल्कुलै फरक तर उस्तै महत्त्वपूर्ण शक्तिहरूको कुरा गर्नेछौँ, एक्लोपना र साथ। कसरी आफैसँग र अरूसँगको सम्बन्धले मनलाई बलियो बनाउँछ। पाँचौं स्तम्भ हो एक्लै बस्न सक्ने कला सिक्नु। सुन्दा अलि अनौठो लाग्न सक्छ, तर यसमा गहिरो शक्ति लुकेको छ। धेरैजसो मानिसहरू एक्लोपनसँग डराउँछन्, तर मौनसँग मित्रता गाँच्नु एउटा ठूलो मानसिक शक्ति हो। सधैँ भिड, हल्ला वा मोबाइलको आवश्यकता बिना आफ्नै विचारहरूसँग बस्न सक्नुले मनलाई गहिराइदिन्छ। र अब त्यो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ, जसलाई प्राय मानिसहरूले व्यवस्था गर्छन्, त्यो हो सहयोग माग्न नहिचकिचाउनु। सहयोग माग्नुलाई अक्सर कमजोरीको निशानी मानिन्छ, होइन त? तर सत्य त ठिक उल्टो छ। यो साहस र बुद्धिमानीको प्रतीक हो। बलियो हुनुको अर्थ सबै बोझ एक्लै बोक्नु होइन, बरु कहिलेकाहीँ साथी, परिवार वा मार्गदर्शकको सहारा लिनु पनि हो। ल, अब यी सबै स्तम्भहरूलाई एकै ठाउँमा ल्याएर हेरौँ। मानसिक शक्ति भनेको एक दिनमा हुने कुरा होइन, यो निरन्तर अभ्यासको परिणाम हो। त्यसो भए बलियो मन बनाउने बाटो कस्तो हुँदो रहेछ त? यो कुनै जादुको छडीले हुने कुरा होइन।
यो त साना साना अभ्यास, सही सोच र निरन्तर प्रयासको परिणाम हो जसले मनलाई पहाड जस्तै बलियो बनाउँछ। यी 6वटा स्तम्भहरूमध्ये कुन चाहिँले सबैभन्दा बढी छोयो? आजैबाट एउटा सानो कदम चालौँ र आफ्नो मानसिक शक्तिको यात्रा सुरु गरौँ।